हेलो नमस्ते सबैजनालाई। आज हायाबुसा लिएर बाहिर निक्लिन लागेको विथ मेरो बुढी हैन। बुढी चाहिँ त्यहाँ बसिरहेछ। अब हायाबुसा स्टार्ट हान्नु पर्यो नि त फेरि। अनि स्टार्ट हान्नु पनि यस्तो हो नि त टक्क। ल हामी चाहिँ आज उता फ्रेमसम्म जान लागेको। फ्रेम दुबई फ्रेम हिँड्दैन त हो। यो हेलमेट भारी भएर नि मेरो हायाबुसा लाउ बस। ल ल ल अलि मिलेर बसौँ न हो। हामीलाई पनि यसो बस्ने सिट दिउँ न हो कान्छी। ल भयो ल ल म चाहिँ हिँडेँ है त हरर लाएर। हामी चाहिँ दुबई फ्रेमसम्मको लागि मात्रै जान लागेको आज। यसो बुढा र बुढी यसो छुट्टीको दिन आज चाहिँ हाम्रो छुट्टी। यसो घुमिदिउँ कि भनेर हिँडेको। जाडो भयो यतापट्टि आछ्या। चिसो रहेछ अलि चिसो चिसो। घाम त टकटक लागेको रहेछ। घाम त लाग्न त तर चिसो चिसो नै रहेछ। आशा गर्छु सबैजना राम्रै होला। गाडी हेर न हो गाइस, गाडी कस्तो बवाल हो। सबैजना राम्रै होला, सन्चै होला। म पनि एकदम सन्चै छु। हावा चल्यो सरर टुई टुई आया। विदेशको बाटो यस्तो हुन्छ। यो सब मान्छे हिँड्ने बाटोहरू हो क्या यिनीहरू चाहिँ हो। यस्तै बनाउने भनेको म पनि। हामी चाहिँ आइपुग्नु लाग्यो है। यो चाहिँ मेट्रो कुन हो मेट्रो हिँड्ने बाटो अलि उतापट्टि आइपुग्नु लाग्यो। उतैनिर हामी पुग्नुपर्ने चाहिँ। अनि हामी चाहिँ आएको यता आलजाफ्ल्यादेखि। यसलाई चाहिँ भनिन्छ, यो एरियालाई भनिन्छ, यो एरियालाई चाहिँ एडिसिबी भनिन्छ। यतापट्टि एडिसिबी हो। अनि यो चाहिँ म्याक्स म्याक्स समात है। भ्याउ छ। ओहो ओहो कति लामो गाडी हो। के गाडी भनिन्छ यो यार। गाडीको नाम पनि के हो। लम्बा गाडीको नाम के भनिन्छ हो भन्छ। राम्रा के होला है। भित्र के गरेर होला मान्छेहरू खाएर होला। साइकल राख्ने ठाउँ पो कहाँ हो नि। अनि हामी चाहिँ यहाँनिर टिकट काट्नुपर्छ क्या सायद। त्यहाँ यहाँनिर हो। यहाँनिर टिकट काटेर अनि यो भित्र जानुपर्छ।
कहाँ राख्ने त अनि गाडीलाई अनि मेरो हायाबुसालाई भित्र एलाउड छैन रहेछ जाम न कतै राखेर अनि जाम ल गाडी पो कहाँ राख्ने भयो त हो अन्त अनि त्यहाँ भित्र लान नपाउने रहेछ यसलाई कहाँ राख्ने भयो कि अब अरूले राखेको ठाउँहरू पनि देखाएन के अरू भन्दा पनि राख्ने चाहिँ कहाँ त अनि यही जा हुन्छ क्या अन्त राख्ने ठाउँ थाहा नपाएपछि ल अब अहिले एकछिनपछि भेटौँला होइन भिडियोमा चाहिँ अहिले चाहिँ अब पार्किङ खोज्नु पर्यो पार्किङ खोजेर पार्क गरेर पार्किङ भन्दा पनि अब जता अडाएर हिँड्दै नै हुन्छ कि तर अब फेरि एलाउड नहोला कि भन्ने कुरो हुन्छ नि त अनि अब यसो हेरेर त्यसपछि अहिले एकछिनपछि भेटौँला है त ल फाइनली मैले चाहिँ यहाँनिर पार्क गरिदिएको अनि खै यहाँनिर अब अहिले एलाउड चाहिँ हुन्छ हुन्न यहाँनिर राखिदिएको अड्काएर हेलमेट र मेरो हायाबुसालाई चाबी लगाएर राखिदिएको त्यहाँनिर हराउँदैन होला यतैतिर कतै अड्काइदिनु हुन्थ्यो होला त्यही पनि आएर सेक्युरिटीले आएर अनि यहाँनिर एलाउ छैन भनिदियो भने त अनि जा हुन्छ नि त अनि त्यही भएर अनि उतातिर लगेर अड्काइदिएको क्या मेरो बुढी चाहिँ वहाँनिर बसिरहेको रहेछ ल एकछिन यसो नजारा हेरौँ है त अनि चारैतिरको ल हिँड्न त के त्यो ओहो ल त वहाँ हेलमेट चोरी भयो भने मैले जानेछु किन चाबी लगाएर आउनु अब हिरो बन्नु पर्यो नि त शीतन हो शीतल शीतल भनेको शीतन भयो यता हेर्नुहोस् त यस्तो फोहोर ल हिँड्छ हामी चाहिँ गेटभित्र यहाँबाट छिरेको गेटको पैसा चाहिँ 5 दिराम लाग्दो रहेछ पर है एकजनाको अनि त्यही हो अब यो माथि जानलाई त पैसा अलि धेरै लाग्छ होला जान सक्दैन पेज छैन के थाहा हो टप बनायो भने त अनि यात्रा हुन्छ अनि मन्दिर यत्रो ठुलो अब चाहिँ हामी चाहिँ घुमघाम गरेर सकियो अब चाहिँ अनि रुम फर्किन लाग्यो है ल आजलाई यति भन्दै बिदा हुन चाहन्छु हस् त धन्यवाद अर्को भिडियोमा भेटौँला बाई बाई
आज के लिए इतना ही।